हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ सधैँ 6 बजे उठ्छु, त्यसपछि मुख धोएर धुलो बढाल्छु। 1 गिलास पानी चाहिँ खानै पर्छ मलाई चाहिँ बिहान बिहान। म चाहिँ पसलतिर लाग्यो मासु लिन। पसल जान चाहिँ 20-30 मिनट लाग्छ। पसलबाट घर फर्किँदा चाहिँ डग चाहिँ मेरो घर अगाडि नै सुतिरहेको रहेछ। मैले चाहिँ उठायो। मैले चाहिँ फुल रोपेको छ, फुलमा पानी पनि हाल्यो। त्यसपछि मेरो मम्मी र बाबा बाहिर हुनुहुन्थ्यो। हाम्रो चाहिँ मकैहरू रोपेको छ, पानी पनि पर्न लागेको छ। मम्मीले खाना बनाउने भन्यो, मैले चाहिँ तरकारी पकाउन रेडी गर्यो। सबैको आफ्नो स्टाइल हुन्छ मासु पकाउने चाहिँ। मैले चाहिँ यसरी पकाउँछु मासु चाहिँ। तेल हालेर मजाले फ्राई गरेर पकाउँछु मैले चाहिँ। त्यसपछि नुन, खुर्सानी, मसला, बिस्तारै नुन, मिट मसला हाल्छु। अनि त्यसपछि बल्ल टमाटर र प्याज हालेर चाहिँ पकाउँछु मैले चाहिँ। मेरो तरकारी चाहिँ रेडी भयो। मम्मी र बाबा चाहिँ काममा जानुपर्छ। हाम्रो चाहिँ खाना खाने टाइम भयो। त्यसपछि खाना खाएर भाँडा माझ्यो मैले चाहिँ। हाम्रो बारीमा चाहिँ मकै रोपेको छ, बाँदर चाहिँ आएको रहेछ। बाबाले बाँदर खान जानुभयो। मम्मीले चाहिँ रक्सी बसाल्नु भएको रहेछ तल्लो घरमा। अनि मैले चाहिँ पानी फाल्न गएँ। रक्सीमा आगो फुकेर मैले चाहिँ खुर्सानीमा पानी हाल्न गएँ। खुर्सानीमा पानी हालेर कुखुरालाई दाना पानी पनि दियो। हाम्रो बारीमा चाहिँ मकै रोपेको छ। मलाई चाहिँ मकै खान मन लागेर मकै ल्याएर चाहिँ पोलेको। मकै पोल्दा पोल्दा मलाई त आँखाबाट आँसु पनि आयो धुवाले। बल्ल बल्ल मकै पोलेर भ्यायो। मम्मी र बाबाले पनि दिए, म पनि खाएँ। त्यसपछि चाहिँ हामी हाम्रो खेतमा गयो। अरू ठाउँतिर धान रोपिसक्यो होला, हाम्रो चाहिँ धान रोपेको छैन। सबैजनाले लाइक, कमेन्ट, सेयर, कमेन्ट गरिदिनु होला।